हेर्दै खाउँ खाउँ लाग्ने सफ्ट अनि जुसी बनिएको यो गुलाब जामुनको रेसिपी अब धेरै हाम्रो चाडपर्वहरू पनि नजिकिँदैछ। घरमै सजिलोसँगले तपाईँहरूले यसलाई बनाउन सक्नुहुन्छ। एकदमै मिठो पनि भएको थियो, सफ्ट अनि जुसी पनि बनिएको थियो। ल हेर्नुहोस् जुसी कतिको बनेको छ तपाईँहरूलाई मैले यहाँनिर भिडियोमा पनि देखाएको छु। एकदमै स्पन्जी, बनाउन पनि एकदमै सजिलो छ। मैले कसरी बनाएँ सुरु गरौँ है त रेसिपी। यसको लागि मैले 1 कप चाहिँ यहाँनिर दुध पाउडर लिएको छु। त्यसमा 2 चम्ची मैले मैदा राखेँ र 1/4 स्पुन चाहिँ मैले यहाँनिर बेकिङ पाउडर राखेको छु र 2 चम्ची मैले यहाँनिर घिउ राखेर अब मजाले मिक्स गरेको छु। पहिला सबै सामग्रीहरू मिक्स भइसकेपछि अब दुध राखेर यो दुध पाउडरको मिक्सलाई चाहिँ मुस्नुपर्छ, तर एकदमै रोटीको पिठो मुसेको जस्तो मुस्नु चाहिँ हुँदैन। हल्का हातले मुस्ने र यतिको चिपचिप परेको हुन्छ। यो के पनि हुँदैन। एकछिनमा सेट भएपछि यो अलिक बाक्लो भएर आइहाल्छ। कभर गरेर साइडमा राखेपछि चास्नीको लागि मैले 1 कप चिनी राखेको छु भने 1 कप आधी चाहिँ मैले पानी राखेको छु। ग्यासलाई अन गरिदिने अनि चलाएर पकाउनु पर्छ। अब यसको चास्नीको फ्लेभर इन्हान्स गर्नको लागि चाहिँ मैले यहाँनिर 2-3 वटा सुकमेललाई पिसेर राखेको छु। थोरै स्याफ्रन पनि राखेको छु र चिनी क्रिस्टलाइज नहोस् भनेर मैले यहाँनिर थोरै कागती अथवा निम्बुको रस पनि राखेर चाहिँ चास्नी पकाएको छु। तपाईहरूलाई चास्नी तार भएको चास्नी चाहिँदैन। यो चिनीमा मजाले बोइल आयो भने यो चास्नी रेडी हुन्छ। अब यो चास्नीको फ्लेभरलाई पनि इन्हान्स गर्नको लागि तपाईहरुकोमा यो खेउरा वाटर छ भने खेउरा वाटर राख्नु होला। यसले एकदमै मिठो फ्लेभर दिन्छ। मैले थोरै राखेको छु अनि एकपल्ट मजाले चलाइसकेपछि ग्यासलाई अफ गरेर चास्नीलाई मैले साइडमा राख्दिए। चास्नीलाई मैले साइडमा राखिसकेपछि अब यहाँनिर मैले यो अघि मुसेर रेडी गरेको यो दुध पाउडरलाई चेक गर्दैछु। ल हेर्नुहोस् अघिको भन्दा धेरै ड्राई भएको छ। हातमा मजाले तेल अथवा घिउ लाउने र कत्रो साइजको तपाईहरुलाई गुलाब जामुन बनाउनु मन परेको छ त्यही साइजको सानो सानो लिने अनि हातमा मजाले यसरी रोल गरिदिने। रोल गर्दाखेरि क्र्याक चाहिँ हुनु हुँदैन। हल्का प्रेस गर्दै तपाईहरुले रोल गर्नुभयो भने मजाले यो स्मुथ बल बनेर रेडी हुन्छ। ल हेर्नुहोस् है त अब सबै बलहरु पहिला बनाएर रेडी गर्ने। अब सबैभन्दा ट्रिकी पार्ट भनेको यो गुलाब जामुनलाई फ्राई गर्नु हो। गुलाब जामुन फ्राई गर्दाखेरि एकदमै हाई हिटमा फ्राई गर्नु हुँदैन। ल हेर्नुहोस् मैले सबैभन्दा पहिला एउटा हालेर तपाईहरुलाई देखाउँदैछु। जब यसरी हल्का बबल्स आउन थाल्छ तब मात्र गुलाब जामुनलाई चाहिँ सबै हालेर फ्राई गर्नुपर्छ। फ्राई गर्दा पनि तपाईहरुले एकैचोटी यसलाई चलाउनु चाहिँ हुँदैन। यसरी हल्का रोल गर्दै अथवा स्पुनको सहायताले हल्का बिस्तारै चलाउँदै यसलाई फ्राई गर्नुपर्छ। एकदमै हल्का हातले फ्राई गर्ने। छिटो छिटो फ्राई गर्नु खोज्यो भने यो भित्र काँचो बाहिर चाहिँ एकदमै डढेर अथवा कालो भएर आउँछ र खासै राम्रो हुँदैन। यसरी एकदमै पेशेन्ट राखेर एकदमै लो हिटमा मजाले बिस्तारै फ्राई गर्नुपर्छ। मैले यसरी चम्चीको सहायताले यसरी रोल गर्दै फ्राई गरेको छु। सबैपट्टि यसो गर्यो भने चाहिँ सबैपट्टि मजाले फ्राई हुन्छ र यतिको कलर भएपछि चाहिँ मैले निकाले। कतिजनालाई अझै डार्क ब्राउन बनाउन मनपर्छ। यदि तपाईहरुलाई अझै डार्क ब्राउन बनाउनु मन परेको छ भने चाहिँ अझै अलिक बेसी फ्राई गर्ने। अब मैले सबै फ्राई गरेको यो गुलाब जामुनलाई निकालेर मैले यहाँनिर प्लेटमा राखेको छु। ल हेर्नुहोस् त पर्फेक्ट फ्राई भएर रेडी भएको छ। फ्राई गरेर रेडी भएको गुलाब जामुनलाई अब चास्नीमा राख्दाखेरि चास्नी चाहिँ हल्का मनतातो हुनुपर्छ। चिसो चास्नीमा चाहिँ नराख्नु होला। र मैले चाहिँ यहाँनिर चास्नी सेलिएको थियो त्यो भएर हल्का मनतातो गरिसकेपछि चाहिँ यहाँनिर गुलाब जामुन राख्दैछु। गुलाब जामुन तातो तातो छ। अब तातो तातो गुलाब जामुन मनतातो चास्नीमा चाहिँ राखिदिने। मजाले एकपल्ट चलाइदिने र कभर गरेर रातभरि राख्ने। रातभरि तपाईहरुले यसरी कभर गरेर राख्नुभयो भने चाहिँ गुलाब जामुनले मजाले चास्नी अब्जर्भ गर्छ र एकदमै सफ्ट मिठो गुलाब जामुन रेडी हुन्छ। अब तपाईहरुलाई म यो भोलिपल्ट बिहानको यो भिडियो देखाउँदैछु। हेर्नुहोस् त हेर्दै कति खाउँ खाउँ लाग्दो। थ्यांक यू सो मच फर वाचिङ।